सुदन गुरुङ विभिन्न सामाजिक अभियान र समुदायका कार्यक्रममा सक्रिय भई नागरिक सचेतना बढाउन काम गर्दै आएका छन्। उनका गतिविधिहरू खास गरी शिक्षा, स्वास्थ्य र युवा सहभागितामा केन्द्रित छन्। उनले तालिम, सम्मेलन र जागरुकता कार्यक्रम सञ्चालन गर्दै युवालाई संगठित गर्ने प्रयास गरेका छन्। विशेषज्ञहरूका अनुसार सुदन गुरुङको शैली फरक छ। उनी केवल भाषणमा सीमित नरहेर व्यावहारिक कामका माध्यमबाट आफ्नो प्रभाव देखाउने व्यक्ति हुन्। उनका प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गरेको छ। आजको राजनीतिक र सामाजिक परिवेशमा सुदन गुरुङलाई युवा शक्ति र उत्तरदायित्वको प्रतीकका रूपमा हेरिन थालेको छ। उनका अभियान र कार्यले समुदाय भित्र जागरुकता बढाउँदै लोकतान्त्रिक प्रक्रिया र सामाजिक न्यायको दिशामा योगदान पुर्याइरहेको समाचार स्रोतहरूले जनाएका छन्। यसैबीच युवा पुस्तामाझ उनी अझै लोकप्रिय बन्दै गएका छन् र भविष्यमा राजनीतिक तथा सामाजिक नेतृत्वमा ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।